नेपाल सम्भावनाहरूले भरिएको देश, तर किन हाम्रो युवा विदेशिन बाध्य छन्? किन बेरोजगारी, भ्रष्टाचार र निराशा हाम्रो सामान्य यथार्थ बनेको छ? यो समस्या हाम्रो भाग्य हो कि हामीलाई यसरी सोच्न बाध्य पारिएको छ? नमस्कार, म सुदीप। आज हामी एक गम्भीर तर जरुरी विषयमा कुरा गर्दैछौँ, नेपालका युवामाथि राजनीतिक भ्रष्टाचारको असर र देशको भविष्य। यदि तपाईँ नेपालको युवाहरू किन निराश छन् भनेर सोचिरहनु भएको छ, यदि तपाईँ यो प्रणाली परिवर्तन हुन सक्छ कि सक्दैन भनेर प्रश्न गरिरहनु भएको छ भने यो अडियो अन्तिमसम्म सुन्नुहोस्। किनभने यदि हामीले आज पनि आँखा चिम्ल्यौँ भने भोलि फेरि उही नेतृत्वले हामीलाई धोका दिनेछ। अब सुरु गरौँ। नेपालका युवाहरूको सपनाहरू कसरी भ्रष्टाचारले कुहाइरहेका छ अनि हामीले के गर्न सक्छौँ? आउनुहोस् कुरा गरौँ नेपालको विकासमा भ्रष्टाचारको असर। नेपाल सम्पन्न हुन सक्ने देश हो। हामीसँग पर्यटन, कृषि, जलविद्युत जस्ता धेरै स्रोतहरू छन्। तर दशकौँदेखि नेताहरूले विकासका ठुला आश्वासन दिए पनि देश अघि बढ्न सकेको छैन। किनभने जसले नेतृत्व गरिरहेको छन् उनीहरू जनता होइन, आफ्नै स्वार्थ हेर्छन्। शिक्षा, स्वास्थ्य र पूर्वाधारका लागि छुट्याएको बजेट कहाँ जान्छ? भ्रष्टाचारमा। सरकारले दिएको जागिर योग्य व्यक्तिलाई होइन, घुस खुवाउनेलाई दिइन्छ। नीतिहरू जनताको हितको लागि होइन, सत्ता जोगाउन बनाइन्छ। यसको असर नेपाली युवाहरू अवसरविहीन हुँदै गइरहेको छ। किन नेपाली युवा निराश हुँदैछन्? आज अधिकांश युवाले सोच्छन् नेपालमा राम्रो भविष्य छैन। हरेक वर्ष हजारौं विद्यार्थी उच्च शिक्षाका लागि विदेश जान्छन् तर फर्किँदैनन्। दक्ष कामदारहरू नेपालमा अवसर नदेखेर खाडी वा युरोप जस्ता देशहरूमा जान बाध्य हुन्छन्। जसले नेपालमै बस्ने सोच राख्छन् उनीहरूलाई राम्रो रोजगारी मिल्दैन, व्यवसाय सुरु गर्न सहयोग पाइँदैन। हामीले सधैँ सुन्दै आएका छौँ नेपालमा केही हुँदैन। तर के यो सत्य हो कि हामीलाई त्यसरी नै सोच्न बाध्य पारिएको? आउनुहोस् हेरौँ अरू देशहरूले भ्रष्टाचार विरुद्ध कसरी सुधार गरे र हामी उनीहरूबाट के सिक्न सक्छौँ। नेपाल मात्र होइन, दक्षिण कोरिया, सिङ्गापुर जस्ता देशहरू पनि कहिल्यै विकसित हुने देखिँदैनथे। तर उनीहरूले भ्रष्टाचारलाई हराए र देश बदल्न सके। कसरी? इमानदार र दूरदर्शी नेतृत्व छानेर, शिक्षा र सिपमा लगानी लगाएर र भ्रष्टाचार विरुद्ध कडा कानुन बनाएर। यदि उनीहरूले गर्न सके, हामी किन सक्दैनौँ? नेपाली युवाले के गर्न सक्छन्? अब सबैभन्दा महत्त्वपूर्ण कुरा, हामी युवाले के गर्न सक्छौँ त? जस्तै जानकारी राख्ने, बुझ्ने, अध्ययन गर्ने, नेताहरूको हावादारी भाषणमा मात्रै नपर्ने र सही सूचना खोज्ने, भोट सोचेर हाल्ने, पार्टीको नाम हेरेर होइन काम हेरेर भोट हाल्ने, आवाज उठाउने, सामाजिक सञ्जालमा मात्र होइन आफ्नो गाउँ सहरमा गलत कुरा देख्दा चुप नबस्ने, नेपालमै केही गर्न खोज्ने। यदि तपाईँ सिप भएको व्यक्ति हुनुहुन्छ भने नेपालमै व्यवसाय खोल्ने, काम गर्ने, प्रयास गर्ने। युवाहरू एकजुट हुने। नेता भ्रष्ट हुन सक्छ, तर युवाहरू सङ्गठित भए भने परिवर्तन सम्भव छ। नेपाल हाम्रो हो। यदि हामी आफैले केही गरेनौँ भने कोही बाहिरबाट आएर बनाइदिँदैनन्। यदि हामीले हाम्रो देशको लागि लडेनौँ भने लड्नेको। यदि हामी भागिरह्यौँ भने नेपाल बनाउनेको। भविष्य नेताहरूले होइन, हामीले लेख्छौँ। अब समय आइसकेको छ नेपाली युवाहरूले आँखा खोल्ने, सच्चा परिवर्तन खोज्ने र नेपाललाई चाहेको देश बनाउने। किनभने यदि हामी उठेनौँ भने यो भ्रष्टाचार कहिले अन्त्य हुँदैन। अब तपाईँको पालो। यो सन्देशलाई फैलाउनुहोस्, यसबारे कुरा गर्नुहोस् र परिवर्तनको लागि एक कदम अघि बढ्नुहोस्। जय नेपाल।